बिमा सबैले गर्नु अनिवार्य छ, जरुरी पनि छ। किनभने तपाईसँग अहिले मटन्न पैसा छ, ब्याङ्क ब्यालेन्स छ भने ढुक्क हुनुहुन्छ होला, तर यदि तपाईलाई कुनै ठुलो रोग लाग्यो भने त्यो ब्याङ्कको पैसा सबै सिद्धिन सक्छ, त्यतिले पनि नपुग्न सक्छ। यदि तपाईले बिमा गर्नुभएको छ भने त त्यो भएको तपाईको सम्पत्ति पनि बचत हुन्छ, हैन र? किनभने बिमाले तपाईलाई उपचार खर्च दिन्छ है, त्यसले गर्दाखेरि तपाईको त्यो भएको सम्पत्ति बच्यो है। तपाई दुर्घटना परेर तपाईको अङ्गभङ्ग भयो, काम गर्न नसक्ने अवस्था भयो, बैंकको त्यही पैसा कुटु कुटु झिक्यो, खायो, सिद्धियो। तर बिमा यदि गर्नुभएको छ भने त तपाईलाई बिमाले महिनै पछि स्यालेरी दिन्छ, तपाईको त्यो बैंकमा भएको पैसा मासिन पाएन है। अनि दुर्घटनामा परेर मृत्यु भयो भने त तपाईले जति लाख बिमा गर्नुभएको छ त्यसको डबल परिवारले पाउने, त्यो त भइ नै हाल्यो हैन। कालगतिले यदि मृत्यु भयो भने पनि आफ्नो भएको सम्पत्ति सकिन पाएन नि त, त्यो सम्पत्तिले फेरि अर्को केही काम गर्न पाइयो हैन। बिमाबाट चाहिँ तपाईलाई बिमाको रकम बराबरको र प्लस आफ्नो बोनस चाहिँ बिमाले दिन्छ भनेपछि तपाईहरुको परिवार भुकै मर्न परेन हैन। भयो सम्पत्ति छ भने सम्पत्ति मासिएन, यदि छैन भने भोकै मर्न परेन। हेर्नुस् त कति धेरै फाइदा छ है। तर एउटा नबुझेको कुरा, धेरै जनाले बिमालाई मरेपछि आउने पैसा के काम भन्नुहुन्छ है। मरेपछि मात्रै पैसा दिने होइन नि बिमाले, बाँच्दा पनि अथवा बाँच्नको लागि नि प्रेरित गर्ने हो। रोग लाग्यो भने, दुर्घटनामा परेर अङ्गभङ्ग भएर काम गर्न नसक्दाको खण्डमा कसले हेर्छ? तपाईको आफ्नो आफन्तले पनि हेर्दैनन् त्यति बेला। त्यो बेलामा भनेको बिमा मात्रै एउटा काम लाग्छ, बिमाले मात्रै तपाईलाई एउटाले साथ दिन्छ, अरु कसैले नदिएको खण्डमा हैन। त्यसैले अनि नबुझेको कुरा फेरि अर्को भनेको, बिमा गर्नु पर्यो। तपाईको बिमा गर्नुभएको छ भन्दा छैन, गर्नुपर्छ बिमा। कसरी गर्नुपर्छ? कति लाखको गर्नुहुन्छ? 10 लाख 20 लाख? आमै त्यत्रो पैसा कहाँ मसँग छ भन्नुहुन्छ धेरैले क्या हैन। त्यत्रो पैसा भनेको 20 लाख 10 लाख अहिले बुझाउनु पर्ने होइन नि त। त्यो 10 लाख अथवा त्यो 20 लाख तपाईले कति वर्ष लगाएर बिमालाई तिर्ने हैन, र तपाईको उमेर कति भयो र कति अवधिको लागि तपाईले गर्ने, कति वर्षसम्म म तिर्छु भनेर गर्ने, त्यो सबै कुराले फरक पार्छ। एकैचोटी 20 लाख बुझाउनु पर्ने, एकैचोटी 10 लाख बुझाउनु पर्ने, जति लाखको बिमा गर्नुहुन्छ त्यति सबै अहिले बुझाउनु पर्ने होइन, वर्षौं लगाएर तिर्ने हो। थोरै थोरै गरेर तिर्ने हो, हरेक वर्षमा तिर्ने हो, हरेक दिन हरेक महिना पनि होइन।